यो चाहिँ हाम्रो सेप्चेको बाटो हेर्नुहोस् हैन। र सम्पूर्णमा धेरै धेरै नमस्कार हैन। धेरै वर्ष बाद आज म युट्युब अनि फेसबुक पेजमा आज मैले ब्लग हाल्दैछु हैन। र आज चाहिँ हाम्रो एकदम जो हाम्रो मामा चाहिँ अब बाहिर हुनुहुन्थ्यो, उहाँ चाहिँ आज घर आउनु लाग्छ नि त। अन्त त्यसकै खुसीमा चाहिँ आज उसले घुमाउनु लाँदैछ हामीलाई है। यस्तै तिनचुले लामाहट्टा हामी जाँदैछ आज। अन्त त्यही अब तपाईँहरूलाई देखाउने राम्रो कन्टेन्ट त दिनु सक्दिनँ होला, र पनि अब जति राम्रो हुन्छ अब त्यो हेरिदिनुहोस् होला कृपया गरी होइन। सो आजको मेन चाहिँ त्यही छ हो। र तपाईँ थम्बनेल अनि टाइटल देखेर पनि थाहा पाउनुहुन्छ हो। र त्यति भन्दै सुरु गरौँ त है आजको भ्लग। अहिले घरि चाहिँ म अस्सी साथीको घरमा आइसकेको छु र ऊ चाहिँ रेडी हुँदैछ भर्खर हो। च्याट्टै भइसक्यो सेतो लुगा लाएर हो। ओ साथी, तर भनौँ भने टी सर्ट चाहिँ एउटै भएको छ तर हो। तिम्रो सेतोमा रहेछ, मेरो कालोमा छ नि। हेर्नुहोस् गाइस हो, गाइस त भन्नु हुँदैन कि अहिलेको एजमा चाहिँ गाइस भन्नै हुँदैन। मित्र भन्नु सक्नुहुन्छ गाइस माथि हिँड्नु लाग्यो। क्यामेरा फेरि यतिको मात्रै छ फेरि ल। हेलो नान्स, हेलो। अहिले घरि हो भने चाहिँ हामी यहाँबाट मेरो साथीको घरबाट चाहिँ बाहिर निक्लिसकेका छौँ होइन। र अब हामी चाहिँ गाडीको पर्खिनेछौँ यहाँ बाटोमा हो। अब अहिलेको एजमा फेरि अब सबै भएको नभएको अहिलेको जेनेरेसन सबजना भ्लग गर्नु थालेको छ होइन। अन्त चाहिँ त्यो अब म चाहिँ अब पहिल्यैदेखि भ्लग गरी बस्ने मान्छे होइन। र मैले एक्कासी अब छोडिदिएँ मैले त्यो भ्लग गर्नु होइन। अन्त के भएर छोडेको भन्दा चाहिँ अब कति मान्छेको ती कारण हुन्छ है, काम हुन्छ, त्यही कामले गर्दा मैले छोडेको थिएँ। अन्त आज चाहिँ अब हामी घुम्नु जाँदैछौँ, त्यही भएर आज हामीले सानो भ्लग मैले बनाएको हो। र के भन्दै अहिले भेट्यौँ गाइस। हवस् त दोस्त, मसरुम पनि छ साथीको फेरि हो। सानो तिम्रै बिजनेस होइन, हेर्नु पाउँछ है हल्का। हाम्रो दर्शक बिन्दुलाई पनि देखाउनु उयो हेर्नुहोस् त यी गाइस, मसरुम चाहिँ फ्रेस छ यो टिपेको। कसरी किलो साथी? अब तल फेरि बम्बेतिर 200 रुपियाँहरू पर्छ। हामी चाहिँ यता अलिक डिस्काउन्टमा 150तिर अलिक डिस्काउन्ट हुन्छ। डिस्काउन्ट होम डेलिभरी पाइन्छ? अब मान्छेले कन्ट्याक्ट गर्यो भने त पाइन्छ नि। 1 किलोमा चाहिँ पाइँदैन। 1 किलोमा चाहिँ अब अलिक साह्रै पर्छ, हामीलाई पनि लस हुन्छ फेरि हो। अलिक बङबङै भनिदियो भने चाहिँ हामी घरसम्म पनि ल्याइदिन्छौँ। अझै त्यसमा पनि अलिक डिस्काउन्ट पाउनु सक्छ अब बङबङै भयो भने चाहिँ। ल र गाइस अर्डर गर्नुहोस् ल। हेर्नुहोस् यहाँ फ्रेस है यो फ्रेस। यो बाटो चाहिँ हाम्रो सेब्जेको प्यारो सेब्जेको बाटो दुःख सुख चलिरहेको छ। यहाँ यस्तो हुन्छ यी मसरुमको प्रोडक्सन चाहिँ यता सेब्जेमा चाहिँ अहिले घरि चाहिँ यस्तो खालको प्रोडक्सन हुँदैछ। यो अब भित्र जानु सक्दिनँ बाहिरैबाट। यो चाहिँ यो देख्दै गरेको अगाडिको चाहिँ सबै यो मसरुम। सुन्तलाको बोट पहिला हुन्थ्यो, अहिले त दौराई मात्रै भइसक्यो। पुरा एक्साइटेड छ हाम्रो केटाहरू। असितमा कस्तो एक्साइटेड?
अहिले हामी चाहिँ तेल हाल्न आइपुगेको छौँ सुनपालेममा चाहिँ जानुपर्छ फर्स्ट साइक्लिङ चाहिँ जाउँ न दामी रहेछ त्यो है लाइट आउने क्या म यो एमजेड रहेछ क्या मिजोराम मिजो प्लेयर रहेछ नि मिजो प्लेयर पो रहेछ त्यो एउटा फर्स्ट जानुपर्ने कहाँनिर हो रब्रोको घर जानै पर्ने है बिग फ्यान हो नि त फेरि मामा एकजना मान्छे त हाल्न जाउँ एउटा खाजा हाने भात आउँछ त सुक्ति गाउँ बेसी चौतारी मन भर उडी जाने पन्छी कहाँ जाने खोइ बगी जाने खोला कहाँ टुङ्गिने उडी जाने पन्छी कहाँ जाने होस् हौ होस् होस् कस्तो जग्गामा रोक्यो भनेर हो मलाई डेने आँखाले हेऱ्यो अन्त यहाँ रोक्नु भनेछ अब चाहिँ कुटै खाउने सिटङ लिएको गाडी दिएछ अब हान्छ नि अब रोकेको अन्त मन भर सरर 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 गाउँ बेसी चौतारी मन भर उडी जाने पन्छी कहाँ जाने खोइ बगी जाने खोला कहाँ टुङ्गिने उडी जाने पन्छी कहाँ जाने खोइ बगी जाने खोला कहाँ टुङ्गिने बतासे हाउमा झुमिँदै गाउँदै सुसेली लगाउँदा घुमाइ ल्याउँछन् दिनहरू उसैको यादहरू सताउँदा लजालु आँखामा डुबेकी यसरी बनायो नि स्टोरी ए साइली मायाका गीत गाउँ रब्रोकोमा आइसके ल लु आइसक्यौँ हामी लु हुनुहुँदो रहेछ घरमै रब्रोकोमा आइसकेको छ खतरा खतरा फाइनली हामी चाहिँ रब्रो दाजुकोमा आइसक्यौँ होइन यहाँ हाम्रो गीत पो गाउनु हुँदो रहेछ फेरि हो यस्तो रहेछ रब्रो दाजु चाहिँ कस्तो लागिरहेछ तपाईँलाई अन्त यहाँ आएर मजा आयो आज चाहिँ असितमा सपना पनि पुरा हुँदैछ बिस्तारै ल रब्रो रब्रो भनिबस्नुहुन्थ्यो हाम्रो असितमाले हो आज चाहिँ हामी चाहिँ अब खदा लगाइदिनु जान्छौँ होइन ट्राइपोड देऊ न ट्राइपोड खोइ कस्तो बद्दो रहेछ दामी बद्दो रहेछ रब्रो दाजुको गिटार दामी पाएछ त कहाँ भएको भाइ यो चाहिँ सुगु ब्रोले बजाउने हो हिजो अस्ति भिडियो हालेको छ सुगु ब्रोले फ्यान्टास्टिक दामी दामी तर अलिकति स्ट्रिङ छ मादल कस्तो बद्दो रहेछ साथी दामी केटाहरूले त गुल्ली चाहिँ खाँदैन होला
लाइभ हो मामा ए डिबरीबाट बत्ती बनाएको हो होइन त्यो माथिबाट मात्रै मुनिको चाहिँ त्यो अम्लिकै खेला हो त्यसमा चाहिँ त्यो मुनि अम्लिँदै नै गर्नु दाइ फुक्दो रहेछ त भन भाइले त मैला बनाइसक्यो जुटो जुटो ले मुख धोएर आउन भनेको मुलुका फेरि त यहाँ चाहिँ हाम्रो डफली यो डफली चाहिँ खास चाहिँ के को बनिएको हुन्छ यो डम्फु भन्छ नि यो चाहिँ डम्फु हो तपाईँको तामाङ भनेको हजुर यो खास घोडलको छालाको हो घोडाको घोडल जुन त्यो घोडललाई के भन्छ हौ इङ्ग्लिसमा त जुन लेकतिर हुन्छ ढुङ्गा भिरमा बस्छ नि मिर्गहरू जस्तो मृग टाइपको एउटा बाख्रा टाइपको हुन्छ है यो यस्तो यो थार टाइपको है यो छ नि यो चाहिँ टाइमिङ एकदम सबसे सजिलो इन्स्ट्रुमेन्ट चाहिँ यो हो होइन यो नजानेलाई फेरि त्यही हो नि फेरि ट्याक ढुम ढुम गर्ने साउन्ड हो नि त यसो चाहिँ हो त्यस्तो आइगयो त पार अन्त अम्बैले अम्बैले एउटा सुनिदिउँ होइन तपाईँको पनि तपाईँको नि एउटा सुनिदिउँ न यति मात्रै हो नि सकिगयो नि हो अनि अझै सामानहरू जुडाउने कोसिसमा चाहिँ सुमो तिमी स्केलकै हुन्छ होला नि है यसो हेर्दा त हुँदैन यसमा स्केल कुरा सानो हुँदैन त्यो चाहिँ खैचडी हो त्यो फेरि पल्लो यो पनि डम्फु नै हो यस्तै है बनाउनु हो त्यस्तो पल्लो चाहिँ खैचडी हो छेत्री बाहुन गऱ्यो त्यो चाहिँ हर हर रामा रामा भन्ने रामा रामा यो त यस्तै तल स्कोनमा बजाउने यही त हो जस्तो लाग्यो म अस्ति जाँदा त्यस्तै बजिरहेको थियो दुई भाइ किन्दै भयो लाग्यौँ होइन दुई बजी कस्तो भयो नि तमीलाई दामी खास खाजासम्म बेस्ट भयो हजुरलाई खुसी त्यो आर्मी उयोबाटै आएको थियो 3-4 जना थियो एसोसिएसनबाटै आएको थियो कि त्यो पेसोकबाट पोसाएको थियो भरे यहाँ म तपाईँको एकपल्ट यहाँनिर मेला लागेको थियो नि त्यति बेला त्यो माथि 3 लु हामी चाहिँ फर्क्यौँ है आज फर्स्ट स्पोटबाट गइसकेको छौँ हामी घर असितमा कस्तो भयो एक्सपिरियन्स अन्त तपाईँको चाहिँ राम्रै भयो अनि अशेष मङ्गरज्यूलाई कस्तो फिल भइरहेछ तपाईँलाई मेरो चाहिँ बेस्ट आज एक्सपिरियन्स भयो किनभने अब मैले फर्स्ट टाइम अब अचानक त्यस्तो भएको होइन त्यो भएर मलाई बेस्ट एक्सपिरियन्स भयो क्या दुई बिच पसिहाल्यो त लु उदमदाले लाइभ हालिसकेछ हो मबाट कमेन्ट आइसकेछ लाइभ हाल्यो त्यो सिटको पछि ल न
जाँदैछ त घोडा एक क्विन्टल 20 केजी बोकेर यो चाहिँ नि ऊ माथि जान्छ होइन घोडा भन्दा बलियो त चढ्ने त्यही त टोपी पनि पायो अर्को देऊ नि टोपी पुरा छ नि भाइ टोपीहरू राख्दै ब्राइटनेस लु जा हल्का गर्छु नि यहाँ गर्दैछु नि अरे म गर्नु न कन्टिन्यू छ म यहाँ भोइस क्लिप गर्छु नि त अहिले बेलुका कन्टिन्यू छ कन्टिन्यू हो नि ल मेरो साथीले चाहिँ है रजलाई भेटेर आउनु भएको रहेछ हो उहाँलाई चाहिँ फेरि तपाईँको पनि मेरोबाट के छ भनेदेखि चाहिँ कहिले काहीँ घुमबाट नबिर्सिनु है साथी अब घोडा त ल्याएर तिमीले छोड्यौ हो हाम्रो पैसामै हो कि केमा हो अन्त पैसै डिल भएको छ होइन त्यो तिम्रो त साथीभाइको रिलेसन छोड्यो नि त यो मान्छेले घरको मात्रै काम भने आउ न घुमबाट तिमी आउँदा पहिला कस्तो थियो अहिले कस्तो भएको छ लु ए मामा लु एक्सपिरियन्स गर लु राम्रो जग्गामा खिच्नु न भन्छु उहाँ पर त्यो कटेरामा खिचेर पनि हुन्छ नि त जाऊ न मानेन त घोडा आउनु मानेन म त होइन अङ्कलले मन पर्यो कि दामी भन्दो रहेछ नि त फेरि हो दामी भन्दो रहेछ नि त यो त कता कता कुद्छ खास चाहिँ रब्रोले छोडिदिएको हो यो चियापत्ती माथि माथि उफ्रिँदैन ए त्यो पक्रिनु साथी यताबाट फोटो पोस्छ दामी आउँछ लु है घोडा छ गाडीको चाहिँ ताने खिच्छ यो त ब्याग पो जान्छ खिच्दैछु तिम्रो म पिछेला साइलु लोट भएर कि खुसी पाएर पुच्छर हल्लाको यसले चाहिँ मेरो छोरा 8 वर्षको छोराले राइडर राम्रो दामी आनन्द डाँडा जाने उकालो टिकट गर्ने हुन्छ नि के हुन्छ कोही मान्छेबाट भिडियो बनाइदिनु जाऊ भिडियो बनाऊ म चाहिँ गएको गाडीमा ल जाडो आहा आमा सेन्डी हुन्छ त हेप्पी आइदियो भने के हो यस्तो गाउँदै सुसेली लगाउँदा घुमाइ ल्याउँछन् दिनहरू उसैको यादहरू सताउँदा लजालु आँखामा डुबेकी यसरी बनायो नि स्टोरी ए साइली मायाका गीत गाउँ हामी सँगै जाउँ कतै सँगै रमाउँ कहाँ पुगिने त्यो पर्वै नगरी बिताइदिउ जीवन यसै गरी सरारा गाउँ बेसी चौतारी मन भरर अहिले घरि चाहिँ हामी लामा हटाइसकेको छौँ है माथि जाँदैछौँ टाइम चाहिँ हाम्रो टाइम चाहिँ 4:30 बज्यो अन्त अब चाहिँ माथि लामा हट्टा कस्तो छ मामालाई त हाम्रो मामालाई जाडै हुँदैन अचम्मै छ नि के लागेर चाहिँ फेरि वी आर इन्टर इन लामाहट्टा पार्क भ्लगर आइहाल्छ त्यो साइडमा हेर न हाम्रो फुडी भ्लगर आएको छ यो फर्स्ट हो तिम्रो फर्स्ट होइन कस्तो एक्सपिरियन्स हुन्छ तिमीलाई मलाई भन्नै पर्यो ल एकदम मजा आइरहेको छ हो होइन अब एकछिन अहिले त होइन नि त एकछिनमा त हो नि लेक त के टाढो हेर्ने हाम्रो मान्छे ऊ माथि
3 माइलमा निक्ल्यो फेरि भात खाला छ र अन्त दामी छ लेक चाहिँ तर लेक त्यस्तो पहिला त खै त्यस्तो थिएन है 3 माइल पुगेर फेरि भात खानु भने 10% ब्याट्री भयो त कुमाडाँडामा खुवाइदिइहाल्यो वे टु लेक म पो साह्रो पर्ला छ उता मङ्गरले हामीलाई गाइड गर्नुहुँदैछ गरेर हत्तु भएको सूचना हो यो भ्लगमा पुग्छ मामा माथि लेक लेक चाहिँ आइपुग्यौँ होइन तर हालत पत्ला भएर नि त सुक्ने छ है तँका यहाँ माछा पनि थिएन माछाको बच्चा लेक त उत्तम जी ओ उत्तम जी क्या हाल चाल है उधर का पानी मिला लेक पे लेक सूख गया हाँ तो अभी हम लोग आ चुके हैं इधर लामाहट्टा लेक पे और मेरे को एक बात बहुत मन किया पूछने के लिए मैं असित माम्स को पूछ लूँगा ऐसा आपको कैसा एक्सपीरियंस हुआ ऊपर आने में ऐसा जीटीए को क्या करना चाहिए इस जो रास्ता है ना इसको क्या करने के लिए बोलना चाहिए जीटीए को बोलो अच्छा है जीटीए बहुत अच्छा काम बहुत अच्छा काम किया ना और ये और एक भाई देखिए वाह तुम अपने काम पे लगे रहे हो हाँ ठीक है बस तुम अभी क्या करने वाले हो बोलो तो एक बार अभी एक फोटो ले लूँगा सिर्फ फोटो के लिए इतना ट्राइपॉड लगा ले हो हाँ लेक वाइड एंगल पे डालो ना सब चीज आएगा गाइस पिक्चर मार दूं तुम्हारा का ओ भाई साहब तो यहाँ पर हमारा बांसुरी वादक रेडी हो चुका है फॉर कानमा सिउरिन रे त्यो बढ़िया आ रहा है बढ़िया ये तिमीहरू रातो दोरी हेरेर हामी पनि हेरिदिन्छु नि देखो तो देखो बहुत मुस्किलले आएको म हेलो गाइस म चाहिँ 2 थाल भातले अर्खेर सुतेको हो आपको कुछ बोलना है इसके बारे में डिस्टर्ब मत करो भैया उता जान चोर यहाँबाट यस्तो हेर्छु नि त एकदम बढिया डाइरेक्ट 1 2 3 र अहिले भने चाहिँ हामी सबै फोटो खिचिसक्यौँ होइन अन्त हामी चाहिँ अब लागेको घरतर्फ हो अन्त ओ कस्तो भयो अन्त दामी मालिक यो क्यामेराको मालिक चाहिँ फेरि उहाँ हुनुहुन्छ हो आफ्नो चाहिँ फोन डेड भइसकेको छन् हो यो भ्लगलाई त्यतिर अन्त गर्नुपर्ने हुन्छन् भन्यो घरमै गएर अन्त गरिदिन्छु नि तर कस्तो प्रकारले अर्कै प्रकारले हुन्छ अन्त त्यसको असित कस्तो भयो अन्त यता इन्टरभ्यू हो नि त अब यो लास्ट इन्टरभ्यू हो नि त मजा आयो आज त एकदम तपाईँको दिन राम्रो गयो नि एकदम अब कति वर्ष मजा आउँदैछ अब कति वर्षको लागि चाहिँ बिलासपुर बस्ने भयो फेरि अब यति घुमेपछि चाहिँ कति हो अब हिँडेपछि थाहै हुँदैन है 1 वर्ष बितेको देख्ने बित्तिकै तिमी अब कहिले आउने अब म मलाई रब रोल स्याटरडे सन्डे भनेको छ है तर कुन चाहिँ स्याटरडे सन्डे है फेरि हामी गाडी चाहिँ धम्मुले मामालाई भन्नुपर्छ केटा हो
भयो भयो हामी सब चिन्छु ओ त अन्त हामी चिन्छु सबजना हेर्दा खिने होइन है मैले यहाँबाट रहेछ भने उडेर आएको त कहाँ लेक यस्तो छ नि त यस्तो गर्छ नि त यस्तो गर्छ नि त भयो म त छिर्दिनँ होला ल भाइ आजको चाहिँ यति नै थियो होइन ब्लग भन्यौँ भनेको तर उतल फेरि जानैपर्छ भन्दै थियो हो उतल जान होइन त्यो नजुवा त रात पर्छ त अहिले फेरि उहीँ तल त्यो उस भएको ऊ पर त्यो किन के जग्गा यहाँ ट्री हस्पिटल फेरि छोडौँ 7% तिमी अन्त के 4% छ त अन्त भइगयो त पुगेको एउटा भ्यू चाहिँ यस्तो प्रकारको देखिन्छ कि डल्लै लामो हट्टा यसरी हामी आइसक्यौँ घर ल सबै गुड बाई गुड नाइट आजको दिन सक्यो है आजको फाइनली अब हाम्रो घर आइपुगिसक्यो होइन आजको हाम्रो ट्रिप चाहिँ एकदम फाइनली फिनिस्ड हो सबैजना ड्रप भइसक्यो अब म र साथी मात्रै छु है दुई भाइ मात्रै ड्रप हुन्छ अब यस्तो हुन्छ दिन रात चाहिँ से गरी